समाजवादी प्रेस सङ्गठनले पाएको इन्चार्ज आदरणीय कमरेड जगरान कतिवटाज्यू, विशिष्ट पार्टी केन्द्रीय कमिटीका सदस्यगणहरू, हाम्रो सङ्गठनका महासचिव रामकुमार एवं सचिव विपुलिन चेपा भनेको थियो। अब केही समयपछि हामी त्यहाँ पुग्न सक्छौँ। यो हतारका कारण मैले अलि अगाडि समय मागेँ। अहिले सबैको कुरा सुन्नुपर्छ, त्यसपछि आफ्नो कुरा राख्नु महासचिव छ। यद्यपि हाम्रो सङ्गठनका महासचिव रामकुमार एवंले यो आजको कार्यक्रमको दुईवटा चरण, एउटा यो बैठकमा पनि सहभागी भएर सङ्गठनका आवश्यक नीति र निर्देशकहरू यहाँ दिनुहुनेछ। हाम्रो सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपाल यो 72 जिल्ला शाखाले थोरै साथीहरूको बिचमा सङ्गठन गरिरहँदा जसरी यो आजको कार्यक्रमको आयोजना गर्नुभएको छ, म यसप्रति 72 साथीहरू विशेष गरेर सर्वराजी स्वयंवरजीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यति बेला हामी फागु पर्वको संदर्भमा छौँ। यस अवसरमा म सम्पूर्ण महानुभावहरूमा फागु पर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो मित्रता बढाउने सन्दर्भमा अहिलेको राष्ट्रिय राजनीति हाम्रा पत्रकारहरूको सार्वजनिक साझा फोरमहरूमा यो कुराले अलिक बढी महत्त्व राखेको छ। मुलुकमा यति बेला वाम गठबन्धनको सरकार छ, पत्रकार महासङ्घको निर्वाचन सङ्घारमा आएको छ। यस बिचमा हामी वामपन्थी पत्रकार सङ्गठनहरूको बिचमा एक ढङ्गको विद्युतीय भाइचारा सम्बन्धमा फेरि विकास हुँदै आइरहेको अवस्था छ। यसो भनेर प्रजातान्त्रिक धारका प्रेस युनियनका साथीहरूसँग पनि हामी अलग छैनौँ, टाढा छैनौँ, नजिक छौँ। नेपाल पत्रकार महासङ्घलाई साझा संस्थाको रूपमा अगाडि बढाउने सन्दर्भमा प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी, हामी समाजवादी अनि अन्य सङ्गठनका साथीहरूको बिचमा पनि एकदम गहकिलो ढङ्गले वार्ता संवादहरू चलिरहेको छ। हाम्रो सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपाल मूलतः यो देशका पेसागत तथा व्यावसायिक पत्रकारहरूको सङ्गठन हो। यो सङ्गठनले राजनीतिक रूपमा वामपन्थको प्रतिनिधित्व गर्दछ, प्रगतिशीलताको प्रतिनिधित्व गर्दछ। हामी पत्रकारलाई विचारमा स्पष्ट भएर पेसामा दक्ष हुने कुरालाई महत्त्व दिन्छौँ। एउटा पत्रकारले पत्रकारिता गर्नुपर्दछ र त्यो पत्रकारिता जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसैले हाम्रो सङ्गठनले भनेको छ जिम्मेवार पत्रकार समाजवादको आधार। पत्रकार जिम्मेवार भएन भने समाजवाद मात्रै होइन, राज्यका समाजका कुनै पनि विषयहरू गरिरहेका छौँ, भोलि पनि गरिरहनेछौँ। र यसै प्रकारबाट नेपाल पत्रकार महासङ्घ हाम्रो साझा फोरमको रूपमा रहेको छ, त्यसलाई त्यसको नयाँ नेतृत्व चयन गर्नेछौँ भन्ने कुरामा हाम्रो सङ्गठन जानकारी गराउन चाहन्छु। समाजवादी प्रेस सङ्गठन नेपालमा पत्रकार किन सङ्गठित हुने भन्ने पनि प्रश्न उठ्न सक्छ। हिजो हामी प्रेस चौतारीबाट विद्रोह गरेर विभाजित भएर यो सङ्गठन निर्माण गऱ्यौँ। हामीले त्यति बेलाका राजनीतिक कारणहरू, राजनीतिक परिस्थितिहरूका कारणले हामी विभाजित भए पनि इस्युमा, एजेन्डामा हामी प्रेस चौतारीभन्दा धेरै टाढा छैनौँ। हाम्रा पोलिटिकल इस्युहरूमा आज पनि हाम्रा मतभेदहरू, मतान्तरहरू जारी छन्। अहिले पछिल्लो पेसाका विषयहरूमा, पेसागत विषयहरूमा हामी टाढा छैनौँ, भिन्न हुन जरुरी छैन भन्ने म यहाँहरू अवगत गर्न चाहन्छु। हिजो जे कारणले हामीहरू विभाजित भयौँ ती कारणहरूमा चर्चा नगरी, ती कारणहरूमा प्रवेश नगरी होला मात्रै हुन्छ भनेको होइन। त्यसैले म साथीहरूलाई यो एकता भन्ने भ्रमबाट मुक्त भएर सङ्गठन निर्माणकै क्रममा अगाडि बढ्न अनुरोध गर्न चाहन्छु। अघि नै मैले भने हाम्रो पार्टीले 2 महिने अभियान अगाडि ल्याएको छ यो सदस्यता विस्तार गर्ने। हामीसँग सदस्यता विस्तारका 3 खालका बोनरहरू हुन्छन् हाम्रो सङ्गठनको हकमा। एउटा सङ्गठनकै सदस्य विस्तार गर्ने एउटा विषय छ। अर्को नेपाल पत्रकार महासङ्घमा हाम्रो सदस्यता बढाउने भन्ने विषय छ। सदस्यता बढाउने चरण समाप्त भएको छ। अब जति सदस्य हुनुहुन्छ महासङ्घमा हाम्रा तिनै सदस्य अंश गर्ने क्रममा हाम्रो सङ्गठन जुटेको छ। त्यसै क्रममा आजको यो कार्यक्रम पनि आयोजना गरिएको हो। यो कार्यक्रमको दोस्रो चरणमा त्यस विषयमा छलफल हुनेछ। यो 72 जिल्लाबाट कति साथीहरू हाम्रो सङ्गठनको सदस्य रहनुहुन्छ, महासङ्घमा हाम्रो सङ्गठनको प्रतिनिधित्व गर्नुहुन्छ र पार्टी सदस्य बन्नुहुन्छ भन्ने कुराको छलफल अहिले हाम्रो सङ्गठनको महासचिव सहितको उपस्थितिमा हुनेछ।
यसकारणले यिनै स्वरूपका साथ यो कार्यक्रम आयोजना गरिएको भन्ने मलाई लाग्दछ। यसरी यो कार्यक्रमको सम्पूर्ण रूपमा सफलताको शुभकामना व्यक्त गर्दै समय अभावका कारण म अलिक चाँडो कार्यक्रमबाट बिदा मारेर जान अनुमति चाहन्छु र फेरि पनि यहाँ सबैलाई फागु पर्वको हार्दिक शुभकामना व्यक्त गर्छु। नेकपा यसका उपमहासचिव कमरेड जनार्दन, पत्रकार पेसासँग आबद्ध सम्पूर्ण अतिथिहरू र सहभागी सम्पूर्णमा स्वीकार्नु अभिवादन। आज महोत्तरी जिल्लाको साधारण सभा र होली पर्वको शुभकामना आदान प्रदान, साधारण सभा सफलताको शुभकामना र होली पर्वको शुभकामना दिन चाहन्छु। र अहिले नेपाली क्रान्तिको यो भाग पुरा गर्नलाई हामी सबै चाहिँ विकास र समृद्धि हासिल गर्न पर्नेछ। यसको लागि जे सङ्घर्षबाट हामी आयौँ र टुटफुटबाट अगाडि बढिरहेका छौँ, यसको मेजर कुरा के हो त भन्दाखेरि हाम्रो जीवन व्यवहार र हाम्रो आचरण प्रमुख दोषी हो भन्ने कुरा मैले फिल गरेको छु। हामी मार्क्सवादीहरू वास्तवमा मार्क्सकै फिलोसफीबाट अगाडि बढ्दै गर्दाखेरि मलाई लाग्दैन हामीसँग कुनै झगडा कुनै लफडा केही पनि छैन। तर हाम्रो यो दृष्टिकोण विशेष त हाम्रो उद्योगवाणी सङ्घबाट फेरि पनि उहाँलाई स्वागत गर्न चाहन्छु। र यो व्यवसायीहरूको अहिले जुन अब मैले भन्नुपर्दाखेरि व्यवसायिकै कुराहरू गर्ने जस्तो लाग्छ मलाई। र दुःख पर्दाखेरि समस्या पर्दाखेरि व्यवसायले नै हेरिन्छ। तर अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि हामी व्यवसायीहरू एकदमै मार परिरहेको अवस्थामा छ। यो अहिलेको जुन अहिले यो कोरोना पछिको स्थिति हेर्ने हो भने हामी व्यवसायीहरू एकदमै धाराशायी भएर बसेको अवस्था छ। धेरै व्यवसायीहरूले अहिले चाहिँ मैले थाहा पाए अनुसार चाहिँ अब भनौँ न ती अब के अरे कम्पनीहरू विषयमा चाहिँ तपाईँहरूले एउटा बस बनाइदिनु पर्यो र हामी व्यवसायीहरूले कम्तीमा 2 वर्षसम्म बाइकले चाहिँ धडपकड गर्न नपाउने अथवा बाइकले सुविधा 2 वर्षसम्मको चाहिँ अब लोनमा हुन्छ, उनीहरूले लोन थपेर हुन्छ कि के गरेर हुन्छ, बाइकबाट लिएको ब्याज नतिर्ने अथवा पैसै नतिर्ने अथवा ऋणै नतिर्ने भन्ने हामी व्यवसायीहरू कसैको पनि चाहना होइन। तर अहिले व्यवसाय नहुने अवस्था भएको अलिअलि स्टक भएको सामान पनि बेचेर त्यो बैङ्कको ब्याज बुझाउँदै सकिसक्यो। अब उनीहरूको मूलधनै सकिरहेको अवस्था छ। र यस्तो अवस्थामा पनि व्यवसायीहरूले अब के गर्ने भन्ने धेरै चिन्तित अवस्था छ। भित्रभित्र धेरै विकराल रूप लिइसकेको अवस्था छ। धेरै व्यवसायीहरू पलायन भइसकेको, धेरै व्यवसायीहरू झुन्डेर आत्महत्या गरिरहेको अवस्था छ। र यसलाई चाहिँ राज्यले गम्भीर रूपमा यदि नसोच्ने हो भने भोलिका दिनमा केही पनि यो देशमा हामी जति पनि समृद्धिका कुरा गरिरहेका छौँ, विकासका कुरा गरिरहेका छौँ, केही पनि हुन सक्दैन। गर्नको लागि आजसम्म यो ठाउँमा आइपुग्नको लागि पत्रकारहरूकै सबभन्दा ठुलो भूमिका हो। आदरणीय भाउजू सबै साथीहरूले पनि उहाँलाई सल्लाह दिनुभएको थियो यसरी गर्नुहोस् न भनेर। तर एक्लै व्यक्तिले आँटेर यतिको कार्यक्रम यत्रो मान्छे जुटाएर यतिको कार्यक्रम सम्पन्न गर्नु चाहिँ धेरै ठुलो कुरा हो। त्यसकारण म उहाँलाई धेरै धेरै बधाई पनि दिन चाहन्छु कि तपाईँ सफल हुनुभएको छ। र उहाँले एक्लो हुनुहुन्छ। महोत्तरीमा समाजवादी प्रेस सङ्गठन छ, मैले बुझेको गठन भएको छ। तर मैले देखेको समाजवादी प्रेस सङ्गठनसँग आबद्ध सञ्चारकर्मी चाहिँ उहाँलाई एक्लै देखेका छु। हामीले एक्लै एउटा सङ्गठन हाँक्नु निकै चुनौतीपूर्ण कुरा हो। तर उहाँले एक्लो छु भन्ने कुरा चाहिँ यहाँ फिल गराउनु भएन। यहाँ पक्कै पनि यत्रो कार्यक्रम आयोजना भएपछि समाजवादी प्रेरणा जो यत्रो चाहिँ सहभागिता भइरहेको छ, एउटा भव्य कार्यक्रम आयोजना भइरहेको छ भन्ने पनि लाग्न सक्छ। तर उहाँ एक्लै हुनुहुन्छ। हामी जबसम्म एक्लै भइरहन्छौँ, कहिलेसम्म एक्लै भइरहन्छौँ भने हामीले पत्रकारितामा आएका व्यक्तिहरूलाई टिकाउन सम्पूर्ण सञ्चारकर्मीहरूले चाहिँ विरोध जनाइसकेपछि त्यसलाई सच्याइएको अवस्था छ। अहिले पनि हामीले स्वतन्त्र ढङ्गले काम गर्ने अवस्था छैन। हामी जिल्लामा बसेर काम गरिरहनु पर्दाखेरि पनि म भन्न चाहन्छु, हामी तपाईँहरू धेरैजना यहाँ नेता हुनुहुन्छ, तर पत्रकारले मेरो बारेमा सबैले राम्रै लेखिदिनुपर्छ मात्रै भन्नुहुन्छ। तर पत्रकारले समाजका विकृति विसङ्गति यसरी उठाउनुहोस्, तपाईँहरूको काम त यसरी हो भनेर नेताहरूले अलिकति त्यतातिर पनि पत्रकारहरूलाई चाहिँ तपाईँहरूले यसरी पनि काम गर्नुहोस् है भनेर प्रोत्साहन गर्नुपर्छ। र थुप्रै मिडियाहरू सञ्चालन अहिले छन्
तर मिडियाको अवस्था चाहिँ एकदमै धाराशायी छ। विभिन्न राजनैतिक दलका तर्फबाट राजनैतिक दलबाट नेतृत्व गरेर चाहिँ विभिन्न पालिकाकोदेखि लिएर पालिका प्रदेश सङ्घमा पुग्नुभएका प्रेसलाई रोक्ने अङ्कुशले गर्ने विभिन्न प्रयासहरू गरिन्छ। अहिले वर्तमान अवस्थामा पनि हिजो अस्ति भर्खरै एउटा गृह मन्त्रालयबाट नोटिस जारी भएर प्रेसलाई खुम्च्याउने किसिमको देखेको थियो। पछि त्यसलाई चौतर्फी विरोध भएपछि त्यसलाई सच्याएको अवस्थाहरू छ। त्यसरी चाहिँ प्रेसलाई बेला बेलामा खुम्च्याउने प्रयासहरू गरिरहँदाखेरि प्रेस स्वतन्त्रताहरू हनन भइरहेको अवस्था हुँदाखेरि नेपालको प्रेस स्वतन्त्रता शासकको स्वार्थमा कहिले आदेश त कहिले निर्देशिका गर्न उहाँ राज्यबाटै नियन्त्रित रहँदै आएको अवस्थाहरू पनि देखिन्छ। सबैले बुझ्न जरुरी के छ भने पत्रकारितालाई राज्यको चौथो अङ्ग त्यसै भनिएको होइन। जिम्मेवार पत्रकारिता समाजको न्यायालय पनि हो भन्ने बुझ्नुपर्दछ। प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय अभ्यास र त्यसको प्रभावकारी भूमिकाप्रति कसैले पनि अवमूल्यन गर्न मिल्दैन। पदीय दम्भ र शक्तिको अहम्यले गएको अवस्थाहरू देखेको छ। चाहे त्यो नागरिकको रूपमा अहिले विभिन्न सामाजिक सञ्जालहरू मार्फत नीतिहरू आइरहेको अवस्थाहरू पनि देखिन्छ र बेला बेलामा त्यस्ता अभिव्यक्तिहरूले गर्दाखेरि विभिन्न ठाउँहरूमा त्यसको प्रभावहरू पनि पर्दै गएको अवस्थाहरू छ। त्यस कारणले गर्दाखेरि जति दबाउन खोज्छ प्रेसलाई, प्रेस झन् बलियो भएर आउँछ, पत्रकार झन् बलियो भएर आउँछ, सञ्चारकर्मी झन् बलियो भएर आउँछ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। र यसको स्वरूपहरू पनि विभिन्न किसिमले फैलिँदै गरेको छ। अहिले छापा माध्यमबाट सुरु भएको पत्रकारिता अहिले डिजिटल। मेरो न्यानो अभिवादन, नमस्कार साथीहरू। आजका यस कार्यक्रमका अध्यक्षता गरिराख्नुभएका भएकी साहसी महिला समाजवादी प्रेस सङ्गठन मोहतरीकी अध्यक्ष शर्मिला लिम्बुज्यू, आजका कार्यक्रमका प्रमुख केन्द्रबिन्दु नेकपा एकीकृत समाजवादीका उप महासचिव प्रखर वक्ता आदरणीय दाजु जगन्नाथ खतिवडाज्यू, हाम्रा समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्षज्यू, महासचिवज्यू, विभिन्न जिल्लाबाट पाल्नुभएका साथीहरू, विभिन्न पार्टीबाट यहाँ सहभागी भएका राजनीतिक कर्मीहरू र उपस्थित महिलाहरू सबै, म एकदम छोटकरीमा आफ्नो सानो विचार राखेर म यहाँबाट बिदा लिन चाहन्छु। सबभन्दा पहिले भोलि पर्वको म शुभकामना दिन चाहन्छु। भोलिबाट हाम्रो होली प्रारम्भ भइरहेछ, 3 दिवसीय होली। पहाडी जिल्लामा भोलि आइतबार, मधेसी जिल्लामा पर्सि सोमबार र मिथिलामा पर्सि मङ्गलबार हुन गइरहेको छ। यहाँलाई म यो फिल्ममा सिनेमा हुन्छ, व्यक्तिहरू हुन्छ, फिल्मका निर्देशक हुन्छ, प्रोड्युसर हुन्छ, विभिन्न किसिमका हुन्छ। र आज मैले यो हलमा जुन यो भूमिकाहरू मैले यस्तो हेर्न जुन मैले पाएँ, म यसको सारा श्रेय म शर्मिलाजीलाई दिन चाहन्छु। जब मैले मध्य प्रदेशको बागडोर सम्हाले मलाई जिम्मेवारी विश्वास गरेर दिनुभयो अग्रज साथीहरू, अग्रज वक्ता, अग्रज हाम्रा नेताहरूले। मैले हेरेँ 8वटा जिल्ला घुम्दाखेरि सर्लाही ब्रान्ड, सर्लाहीमा हाम्रो केही पनि छैन भएको। हाम्रो टिमै चाहिँ उता के अरे सेन्टरमा गयो हाम्रो। मोहतरी पनि हाम्रो ब्रान्ड, यहाँ पनि केही छैन, जिरो। र सबभन्दा दुःखद कुरा के छ भने मोहतरीको अवस्थामा भन्नुहुन्छ भने मोहतरी जिल्ला क्षेत्रफलले ठुलो भए पनि पत्रकारिता क्षेत्रमा एकदम सानो, पत्रकारहरूको सङ्ख्या महासङ्घमा पनि थोरै छ। र यहाँ भएको पत्रकारहरू 4-5वटा सङ्गठन सब प्याक। मैले धेरै प्रयास गरेँ र आदरणीय दाइ गोपाल हुनुहुन्छ, उहाँसँग पनि मैले फोनमा वार्ता गर्दै कसरी हुन्छ मोहतरीमा काम सङ्गठन विस्तार गर्नुहुन्छ, उहाँले पनि कोसिस सहयोग दुनियाँ गणेश्वरबाट मैले पनि धेरै कोसिस गरेँ। तर मोहतरीमा मैले सङ्गठन गर्ने अवस्थै मैले लास्टमा हामीले जिम्मेवारी दियौँ शर्मिलाजीलाई। शर्मिलाजी पनि पत्रकारहरूको हुनुहुन्थेन,
पत्रकारिता गरिराख्नु भएको छ उहाँलाई दिएर हामीले के गर्यो उहाँले पत्रिका दर्ता गरायो पहिला पत्रकार बनायो हेर्नुहोस् पत्रिका दर्ता गराउनको लागि मन्त्रीबारमा सक्ने भएर गराउनु भएन दलेश्वर गएर फर्केर आउनु उहाँलाई के कार्य गर्नु उहाँलाई धनुषाबाट बाटुली मञ्च साप्ताहिक पत्रिका दर्ता गराएर पहिले हामीले उहाँलाई पत्रकार हामीले भोलि कसैले औला नोट उठाएर भन्नुहोस् तपाईँले गैर पत्रकारलाई गैर नियमित प्रकाशन गराउनुभयो त्यसपछि भएको पनि साथीहरू यसमा 3-4 जना थियो जुन हाम्रो कोशीलाल कामरेडले कमिटीमा दिने उहाँहरू पनि बिलाउनु भयो हराउनु र अहिले उहाँले एक्लै दौडधुप गरिराख्नु भएको छ उहाँसँग सघाउने अहिले हाम्रो सचिवजी हुनुहुन्छ धासक उहाँले पनि समय दिनुहुन्छ उहाँ पनि बिरामी रहने मान्छे उहाँ पनि गर्नुहुन्छ तर अवस्था के छ भने यहाँहरू हेर्नु मैले के भन्न खोजिरहेको छु भने यो भागभण्डाको राजनीतिमा पत्रकार महासङ्घमा चाहिँ सदस्यता नरोक्नुहोस् योभन्दा पहिलेको पनि सदस्यता पनि रोक्यो र यो पालो के हुन्छ भन्न सक्दैन महतरीबाट पनि सदस्यता तपाईँहरू वृद्धि गर्नुहोस् किनभने पत्रकार सबैलाई चाहिन्छ सानो कार्यक्रम होस् या ठुलो कार्यक्रम होस् सानो व्यक्ति होस् या ठुलो व्यक्ति होस् मिडियामा सबैलाई आवश्यकता मिडियामा स्पेस सबैलाई चाहिन्छ भने पत्रकारको सङ्ख्या हाम्रो महतरी शाखामा महतरी जिल्लामा चाहिँ बढ्नुपर्छ त्यो एकदम मैले संगठनको पहिलो साधारण सभाको शुभकामना दिँदै म यहाँबाट बिदा चाहन्छु लाल जगन्नाथ खतिवडाले गरिदिनु भयो भने यो पार्टी बनाउन हामीलाई धेरै मेहनत पर्दैन हाम्रो बानी के छ भने अर्काको प्रशंसै नगर्ने होइन प्रशंसै नगर्ने त्यही भएर मैले पछिल्लो पटक भन्ने गरेको छु यो पार्टीमा तपाईँ मभन्दा जेठो हुनुहोला मलाई त्यसले केही असर गर्दैन एकै दिन बनायो पार्टी खाली माधव नेपाल अध्यक्ष हुनुभयो जगन्नाथ खतिवडा उपमहासचिव हुनुभयो म सङ्गठित सदस्य भएँ पार्टी त हामीले एकै दिन बनायो नि त जब तपाईँ हामी नेतृत्व बनाउने भनेर लाग्छौँ भने किन मन सानो गर्नुहुन्छ त्यहाँ त्यही केपी ओलीले लात हान्यो पत्याउँदै पत्याएन हेल्यो हेला गर्यो चाकरी गर्ने बा भन्नेलाहरू मात्रै बोकेर हिँड्यो भनेर हामी विद्रोह गरे अनि हाम्रो पार्टीमा पनि फेरि त्यही लागू गर्नुहुन्छ त अनि तपाईँहरू भन्नुहुन्छ अलिअलि त्यतैको बानी लाग्ने गरेको छ भनेपछि यो बानी हटाइदिनुहोस् पार्टी राम्रो भन्छ यति भनेपछि मलाई लाग्छ तपाईँलाई धेरै भनिरहनु परेन म लेखेर बोल्ने पढ्ने बानी भएकोले केही बुदागत कुराहरू गर्छु उद्घोषलज्यूले झन्डै नाम काटिदिनु भएको होइन कस्तो लागि जस्तो स्वयं मेरै पनि महासङ्घको सहायता चाहिँ यो पार्टीको जिल्ला कमिटी सदस्य छ सचिवालय छ भनेर पत्रकार महासङ्घमा अब मभन्दा पनि सिनियर गोपाल दाईहरू हुनुहुन्छ मैले पनि सिकाएका भाइहरू नेपाल पत्रकार महासङ्घको अध्यक्ष हुनुभयो यो पार्टी भनेर मेरै सहायता खारेज गर्ने भनेर चाहिँ पार्टीमा लाग्यो भनेर हामी त्यहाँ जुधिरहेका छौँ केही साथीहरूको अहिले महासङ्घमा छुटेका साथीहरूको काम गरिरहेका छौँ सबै एउटा सर्वदलीय सहमतिमा बन्छ पत्रकारिता निकै जोखिममा छ मैले छोटोसँग भने सङ्गठन पत्रकारिता राजनीति अर्थतन्त्र महाधिवेशन यति मात्रै विषयमा म कुरा गर्छु सङ्गठनको मैले भनि 2-3 जना अगाडि भनिदिँदा यसै पनि म जस्तो एउटा प्रशंसाको भोको चिप्न बिर्से जत्रो नाक किरिकिरौँला जत्रो नाक हुने नै भयो डिकेसीले पनि पत्रकारिता गरिरहनु भएको छ हामी प्रशंसा पनि गर्न बहुत सानो चित्त गर्छौँ तपाईँहरू अहिले सामाजिक सञ्जाल हेर्नुहुन्छ त्यहाँ उभिएका छौँ सुनिदिनु भयो बोल्ने अवसर दिनुभयो धन्यवाद जिल्लाको प्रथम अधिवेशन साधारण सभाका अध्यक्षज्यू यहाँ उपस्थित समाजवादी प्रेस सङ्गठनका केन्द्रीय कमिटीका महासचिव चाहन्छु अब तराईतिर त होली मुबारक होली हो भनेर गीत गाउँदै अलिक पहिले हिँड्थ्यो म पनि राजमा धेरै पटक होली खेलेको छु मेरो विद्यार्थी राजनीतिको सुरुवात राजविहारबाट भएको हो म देशको संस्कृति धेरै परिवार छु तथापि आज यो शुभकामना दिँदै समयलाई हेर्दै अरू विषयहरूमा चर्चा गर्न चाहन्छु श्रमजीवी पत्रकारहरूमा एउटा अलिक छुट्टै विशेषता छ अरू श्रमजीवीहरू केवल निर्माण मात्रै गर्छन् पसिना मात्रै बगाउँछन् उनको महत्त्व चाहिँ पसिनासँग जोडिएको छ तर पत्रकारहरूको महत्त्व थप छ उसलाई राज्यको चौथो अङ्ग पनि भनिन्छ कार्यपालिका न्यायपालिका व्यवस्थापिका 3टा अङ्ग त छँदैछन् अब यसलाई के भन्ने अब यसै जोड्ने हो भने सञ्चारपालिका भन्नु पर्यो होइन यो सञ्चारको यत्रो महत्त्व छ यसकारण कि यी तीनै निकायमा भएका कमजोरीहरूलाई बाहिर निकाल्न र राम्रा कुराहरूलाई समाजमा विस्तारित गर्न
उसको सबभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ। जहाँ जनताको सर्वसाधारणको आँखा पुग्दैन, जहाँ नियम कानुनहरू छलेर बेइमानी हुने सम्भावना रहन्छ, जहाँ राष्ट्रिय एकताको मूल भावधारालाई उन्नयन गर्न विकास गर्नको लागि कमी कमजोरी हुन्छ, राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने समस्याहरू जहाँ हुन्छ, त्यसमा त्यो प्रवर्धन गर्नका निम्ति, त्यो सन्देश दिनका निम्ति सिङ्गो मुलुकलाई एक ठाउँमा एउटै विचारधारा अधिवेशन हुँदैछ। यो अधिवेशन सम्पन्न गर्नका निम्ति धेरै मेहनत गर्ने महोत्तरीका समाजवादी प्रेस सङ्गठनका नेताहरू, सहयोगी शुभचिन्तकहरू, यसलाई सफल बनाउनको निम्ति मद्दत पुर्याउनु हुने विभिन्न सङ्गठनका सञ्चारकर्मी मित्रहरू र हाम्रो पार्टी पङ्क्ति, म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पार्टीको तर्फबाट आभार पनि व्यक्त गर्न चाहन्छु। तपाईँहरूको मेहनतले यतिको भेला गर्नुभएको छ। यो मेहनत सफल बनोस् र यसले नयाँ पाटो पत्ता लगाउँछ भन्ने मलाई लाग्छ। अब आजको समस्या चाहिँ समाजवादी प्रेस सङ्गठनले अलग आफ्नो व्यक्तित्व देखायो भन्ने कुरासँग केन्द्रित छैन। मञ्चमा कता बस्दा त एकता देखिन्छ है, तर एकता देखाएको छैन। अर्कोतिर राजनीतिमा जति गन्धापन हुन्छ नि, षड्यन्त्र, तिगडम, स्वार्थ राजनीतिमा पनि छ नि, त्यो सबैको छाया पत्रकार सङ्गठनमा पनि छ। काहीँ न काहीँ त्यसको ग्रसित बनाएको, असर पारेको गुटबन्दी, एकले अर्कालाई चिप्ल्याएर को माथि उठ्न सक्छ भन्ने कोसिस, नियुक्ति आदिका लागि मरिहत्ते, त्यसबाट लाभ लिने कुरा। एउटा घटना म सुनाउन चाहन्छु। डाक्टर युवराज सम्रोला गृह मन्त्रालयको सल्लाहकार हुनुहुन्थ्यो। राम्रा कुरा जुन छन् त्यसमध्ये एउटा राम्रो कुरा यही, आज हामी भेला भयौँ, यदि बोल्न पायौँ, आलोचना गर्न पायौँ, प्रशंसा गर्न पायौँ, देशका बारेमा चिन्तन गर्न पायौँ, एउटा राम्रो त यहीँबाट सुरु भएको छ। यही बाटो हिँड्छु म। मेरो घर उदयपुर। आजभन्दा 30-40 वर्ष अगाडिको बर्दिवास कस्तो थियो, आजको बर्दिवास कस्तो छ? आजभन्दा 30-40 वर्ष हुनुहुन्छ भने कति हजार गुणाको प्रगति छ यो बर्दिवासमा। 100 को होइन, 10 को होइन, तर फेरि हामी सामूहिक रूपमा व्यक्तिलाई सोधेर खै केही भएको छैन, के गर्यो सरकारले भन्ने दिशातिर हामी हिँडिरहेका हुन्छौँ। अनि म यसो सम्झिन्छु, आजभन्दा 40 वर्ष अगाडि एउटा किसान अर्काको घरमा काम गर्न जान्थ्यो, एउटा मजदुर, सम्भवतः 4 माना 5 माना एक पाथी आदि जस्तो दिनभरि काम गरेर एक पाथी धान लिएर आउँथ्यो, अथवा 1-2 केजी जति हुन्थ्यो, एक पसेरी धान लिएर आउँथ्यो। त्यो बेच्दाखेरि उसको पैसा कति हुन्थ्यो? 40, 50, 60 यस्तै कति हुन्थ्यो होला। त्यो बेला त्यो पनि हुन्थ्यो हुँदैन मैले भन्न सक्दिनँ, 25-30 के हुन्थ्यो होइन। आज एउटा मजदुर अर्काकोमा काम गर्न जान्छ, सरकारले के तोकेको छ उसको मजदुरको ज्याला? मेरो विचारमा न्यूनतम ज्याला पनि 700-800 कति तोक्या होला, 700 तोकेको छ। अधिकतम त प्राविधिक सिप अनुसार धेरै गर्नेहरू पनि छन्। म काठमाडौँमा अनुमान गर्छु भित्ता प्लास्टर गर्ने एउटा मिस्त्रीले दिनमा कम्तीमा 1800 रुपियाँ लिँदो रहेछ। मेरै घर छेउमा एकजना मिस्त्री बस्छ, उनी भन्दै थिए 1800 मेरो तलब हुन्छ। हिजोको एक पसेरी धान यदि हामीले सधैँभरि वञ्चना गऱ्यौँ, यो काम लाग्दैन, हुँदै होइन, खराब मात्रै हो भन्ने सम्झ्यौँ भनेदेखि हामी आफूले आजसम्म गरेको सङ्घर्षको इतिहासलाई आलोचना गरेको हुन्छ। यो पनि हामीले मेहनत गरेर बनाएको होला। नगरपालिकाको मेयर भ्रष्ट पनि भयो होला, तर उसको भ्रष्टाचार 40% भ्रष्टाचार गरेको भए 60% त सदुपयोग भएको होला नि। देशमा हामीले नयाँ प्रणाली ल्यायौँ, हामीले विकेन्द्रीकरणको नीति लियौँ। पहिला गाउँको विकास धुवाधार लेख्ने उसको आफ्नो जिम्मेवारी छँदैछ, अधिकार छँदैछ, तर समाजमा भएका राम्रा कुराहरू, राष्ट्रिय एकताको भावना, देशभक्तिको भावना,
भ्रष्टाचार विरोधी चेतना, जनएकताको भावना, समाज सुधारको भावनालाई उच्च प्रशंसा गरेर लेख्ने पनि उसको कर्तव्य त्यही नै आउँछ। तर म अधिकांश कस्तो देख्छु भने आजको मिडियाको अलिअलि चर्चा यसो सुन्दा हेर्दा नराम्रो लेख्नलाई ठुलो बनाइ लेखिन्छ, राम्रो कुरालाई अलिक सानो सानो बनाएर लेखिन्छ। किनकि राम्रो चाहिँ मान्छेले धेरै पढ्दैनन् होला भन्ने मनोविज्ञान हुन्छ कि के हो त्यो मलाई थाहा छैन। त्यसकारण मलाई के लाग्छ भने अब हामी यो ठाउँमा यो परिवेशमा जसरी हुर्किरहेका छौँ सबै मान्छेले त्यसै गर्नुहुन्छ भन्ने मेरो सन्दर्भ होइन। समाजलाई परिवर्तन गर्ने दिशामा लानको निम्ति अधिकार र कर्तव्यको समुचित संयोजन स्वयं सञ्चारकर्मीहरूले आफैले गर्नुपर्छ, सिडिओले गर्नु पर्दैन, सरकारले गर्नु पर्दैन। हामीले हाम्रो संविधानले त्यसलाई पूर्ण अधिकार दिएको छ। तर जति धेरै अधिकार उति धेरै अनुशासनहीनता छ। म यतातिर यति मात्रै भन्न चाहन्छु र दुई शब्द शर्मिलाजी, उहाँको टिम, यहाँको नेतृत्व गर्ने समाजवादी प्रेस सङ्गठन केही न केही गतिविधि गरिरहेको छ, हिँडिरहेको छ, लागिरहेको छ। तपाईँहरूको कदम नरोकियोस्। जसले सङ्घर्ष गर्यो, जसले मेहनत गर्यो त्यसैले समाजमा आफ्नो नाम, आफ्नो काम, व्यक्तित्व स्थापित गर्छ। तपाईँहरू स्थापित हुनुहोस्। म तपाईँहरूलाई यति मात्रै सुझाव दिन चाहन्छु। सरकारले दिने, सुशासन दिने यसको शैलीसँग तपाईँहरूले आज सबभन्दा बढी निगरानी गर्न जरुरी छ। हामी त्यही सोध्छौँ, त्यही सोच्नुपर्छ भन्ने मेरो पहिलो दृष्टिकोण छ। दोस्रो दृष्टिकोण हो आज हाम्रा समस्या के हुन्छ? कम्युनिस्टहरूको बहुलताको सरकार भनेको छु मैले। बहुलता यसकारण कि तीनटा कम्युनिस्ट पार्टी नामधारीहरू यसमा छन्, एउटा गैर कम्युनिस्ट पनि छ भन्छ। अरू तीनटा पार्टी हामी कम्युनिस्ट पार्टी भन्छौँ, एउटा गैर कम्युनिस्ट पार्टी पनि छ। वास्तवमा यो कम्युनिस्टहरूको बहुलता भएको, ठुलो सङ्ख्या भएको यो वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा सरकार हो। हामी अगाडि हिँडिराखौँ। यो एमालेसँग आज सरकारमा छौँ भनेर तलका एमालेको स्थानीय तहका प्रदेशका सरकारहरूले गरेका कुनै बदमासीको आलोचना गर्न पछि पर्नु पर्दैन। माओवादीसँग छौँ भनेर माथि मिला छौँ भनेर तल आलोचना गर्न पछि पर्नु पर्दैन। सत्य आखिर सत्य हो, न्याय आखिर न्याय हो। यसकारण उनीहरूले पनि हामीलाई आलोचना गरौँला, हामी पनि उनीहरूलाई आलोचना गरौँला। आफ्नो सञ्चारकर्मी सङ्गठनका मित्रहरू, पार्टीका नेता कार्यकर्ताहरू र अगुवा तपाईँहरू सबै आफ्नो भूमिकाबाट यसको सदस्य, अभियानको सदस्य बन्नुभएको छ। अघि नै भन्नुभयो, अब बारम्बार प्रशंसा धेरै गऱ्यो भने फेरि शर्मिलाजीले यो त मलाई अति नै भयो, यसो त नभन्नुहोस् भन्नु होला भन्ने पिर छ। तथापि राम्रो मेहनत गर्नुभयो, खर्च गर्नुभयो। अब यसले वास्तवमा समाजवादी प्रेस सङ्गठनको अस्तित्व महोत्तरी जिल्लामा प्रकट गरिदिएको छ। अस्ति केही व्यक्तिको रूपमा सीमित थियो होला, अब संस्थाको रूपमा यसको अस्तित्व सबल बनेको छ। योसँग सहकार्य गर्न अब सबैलाई सजिलो हो। भाउजू शर्मिला, अब कमरेड शर्मिला समाजवादी प्रेस सङ्गठनको अगुवा नेता हुनुभयो होइन सविताजी, सुनिताजी? त्यसकारण यसलाई जोगाइराख्नुहोस्। यस्तै सङ्घर्षबाट हुर्किन्छ, हामी यसै गरी हुर्केको। पत्रिका दर्ता गर्ने बित्तिकै समाजवादी प्रेस सङ्गठनको निमन्त्रणालाई स्वीकारेर आउनुहुने यहाँहरू सम्पूर्ण प्रमुख अतिथिज्यूहरू अनि मेरो एकदम प्यारा सधैँ साथमा रहिरहने पत्रकार मित्रहरू, अब जसले मलाई भाउजू भन्न सहयोग गर्नुहुन्छ त्यति मिठो सम्बोधन पनि मैले पाउने गरेको छु। हजुर, लगायत मञ्चमा आसीन सम्पूर्णमा फेरि पनि नमस्कार अनि अभिवादन भन्न चाहन्छु। महोत्तरी जिल्लामा प्रेस सङ्गठनको गठन भएको लामो समय भएको छैन। अघि नै कमरेडहरूले अवगत गराइसक्नु भएको छ। तर यो छोटो समयमा पनि मैले जुए जति हाम्रो सङ्गठनबाट अनि त्यसपछि अरू पत्रकार मित्रहरूबाट पनि जे जति मैले साथ सहयोग पाएँ त्यसलाई मैले शब्दमा उतार्न
पत्रकार मित्र साथीहरूलाई शब्दमा उतार्न नसक्नेलाई मैले धन्यवाद भन्नुपर्छ। यो कार्यक्रम गर्ने सिलसिलामा पनि मैले उहाँहरूलाई यति धेरै दुःख दिएको छु ताकि उहाँहरूकै सङ्गठनको कार्यक्रम हो यो भनेर भन्ने भन्दा पनि बढी उहाँहरूले मलाई साथ सहयोग दिनुभएको छ। अनि त्यति धेरै दुःख पनि दिएको छु। राति 11 बजे पनि फोन गरेँ, बिहान 6 बजे पनि फोन गरेँ। ल अब के गर्ने, यस्तो हुँदैछ भनेर सोध्नलाई यो समयको पाबन्दी नराखिकन मलाई साथ दिनुभएकोमा फेरि पनि पत्रकार साथीहरूलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु। धन्यवाद भन्दा त अरू शब्दै हुँदो रहेछ, तर त्योभन्दा माथिको शब्द चाहिँ चयन गर्न खोजेको हुँदो रहेछ। रिपोर्टिङको कार्यदेखि लिएर हामी सधैँ सँगै रहने गर्छौँ। उहाँहरूले हरेक कुरामा मलाई साथ दिनुभएको छ। अब हरेक कुरामा अब कसरी गर्नेदेखि लिएर यसरी गर्नुसम्म साथमा छैन। हाम्रो सङ्गठन पनि साथीहरूको मासमा नै छ पनि भन्न चाहन्छु। त्यसैले बाध्यताले गर्दा रिपोर्टिङको क्रममा फेरि हाम्रो पनि छुट्टै यहाँनिर आइपुगिसम्म पनि परेको हुन्छ। पछिल्लो समयमा हाम्रै साथीहरू पनि विभिन्न यातनामा गएको खबरहरू लेख्नलाई हामी आफै बाध्य भएका छौँ। अन्तमा हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुहुने हाम्रो प्रमुख अतिथिज्यू आज यति धेरै अँध्यारो थियो आकाश, अब कसरी आउनुहुन्छ होला भनेर हामी पिर मान्दा पनि उहाँले आफ्नो शरीरलाई आफूलाई थाती राखेर हाम्रो निमन्त्रणालाई स्वीकारेर प्रेस सङ्गठनको निमन्त्रणालाई स्वीकारेर महत्त्वमा पाल्नु भएकोमा पुनः एकपटक धन्यवाद दिन चाहन्छु। फेरि पनि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यू अनि सम्पूर्ण उपस्थितिलाई म फेरि पनि हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुभएकोमा फेरि अन्त्य भएको घोषणा गर्न चाहन्छु। हाम्रो आजको कार्यक्रमको तालिका अनुसार चाहिँ पहिलो सत्र अब अहिले अन्त्य भएको घोषणा गर्न चाहन्छु।